हाई गाइज वेलकम टू माई भिडियो। सो आजदेखि चाहिँ म डेली भिडियो हाल्छु भनेर सोचेको छु। अनि आजको भिडियो चाहिँ त्यस्तो खासै स्पेशल त केही हैन। म हलुवा बनाउन जाँदैछु खाजामा। खाजा चाहिँ एकदमै समस्या हुन्छ, के खाने र के खुवाउने भन्ने चाहिँ एकदमै ठुलो प्रब्लम हो। अनि आज चाहिँ म हलुवा बनाउन जाँदैछु। सो हलुवाको लागि चाहिँ फर्स्टमा मैले घिउ खोजेँ, तर मेरो घरमा घिउ सकेको रहेछ अनफर्चुनेटली। अनि त्यसपछि त्यही भएर मैले चाहिँ तेल हालेँ कराईमा। अनि आज चाहिँ म बजार गएको थिएँ कि, अनि मैले 50 रुपैयाँ प्याकेटमा भिन्डी, करेला, अनि त्यसपछि 50 रुपैयाँको काँक्रो, 100 रुपैयाँको 2 किलो गाजर, 100 रुपैयाँको 4 किलो टमाटर, अनि 50 रुपैयाँ पोकाको सिस्नो किनेर ल्याएको थिएँ। बस पार्क एरियामा चाहिँ अलि सस्तै पाइन्छ तरकारी, अझ बेलुका गयो भने चाहिँ झनै सस्तो हुन्छ। सो मैले सुजी फोडे, तेल तातेपछि अनि त्यहाँ सुजी हालेर मजाले फ्राई गरेँ ब्राउन नहुनु जेलसम्म। अनि अर्को कुरा चाहिँ मैले यो भिडियोमा लगाइरहेको सर्ट चाहिँ मैले त्यो 400, 600, 800, 1000 बजारमा चाहिँ 600 रुपैयाँमा किनेको थिएँ कि। अनि कस्तो राम्रो पनि छ, शीतल पनि छ। तपाईहरुलाई पनि चाहिन्छ भने गएर किन्नु होला है, राम्रो छ। यो पेड प्रमोसन हैन, केही पनि हैन, जे होस् सस्तै हो, 600 रुपैयाँमा पाएको। मैले त्यही भएर तपाईहरुलाई नै शेयर गर्दैको। अनि पकाएर हामीले खायौं आमा छोरीले। थ्यांक यू सो मच गाइस फर वाचिङ। बाइ बाइ, ह्याभ अ ग्रेट टाइम।